हाई फ्रेन्ड्स, आज चाहिँ म मेरो काशी विश्वनाथको जर्नी सेयर गर्न गइरहेको छु। पहिला चाहिँ हामी ट्रेनमा गयौँ अनि चिया खायौँ। बिहानैको ट्रेन थियो 8 बजेको अनि चिया खायौँ। त्यसपछि जर्नी स्टार्ट भयो, ट्रेन घुम्न थाल्यो अनि त्यसपछि ट्रेनको भिडियो लिएँ। ग्रिनेरी थियो। त्यसपछि एउटा स्टेसन आएपछि ट्रेनबाट उर्लिएँ म। ड्याडी पनि हुनुहुन्थ्यो। ड्याडीले चाहिँ मेरो टोपी सिधा छ कि छैन भन्दै हुनुहुन्थ्यो भिडियो बनाउँदाखेरि। अनि त्यसपछि पानी भर्ने भेन्डर मेसिन पनि रहेछ त्यहाँ स्टेसनमा। अनि आफ्नो बोतल छ भने 5 रुपियाँ मात्र, उताबाट नै बोतल दियो भने चाहिँ 10 रुपियाँमा दिने रहेछ। मैले लिएँ एक बोतल, मेरो आफ्नै बोतल थियो। बोतलमा पानी भरेँ अनि त्यसपछि मैले त्यही भिडियोमा 5 रुपियाँ मात्र भनेर रहेछु। अनि ट्रेनमा चढेँ। ट्रेनमा चढेपछि मैले उडिँदाखेरि जुसहरू पनि किनेको थिएँ, त्यही भएर हामीले खायौँ। अनि हामी पटना पुग्यौँ। पटनामा चाहिँ पटना स्टेसनमा चाहिँ यहाँको फेमस हनुमान मन्दिर को भिडियो लिएँ। बाहिरबाट दर्शन गरेँ। यहाँबाट हाम्रो बस थियो। बसबाट चाहिँ हामी प्रयागराज पुग्यौँ। पहिला प्रयागराजमा खायौँ समोसा क्युट सानो सानो, त्यसपछि रसबरी खायौँ। अनि हामी चाहिँ लाग्यौँ काशीतिर। काशीमा चाहिँ काशी पुगेपछि त्यहाँको भिडियो लिएँ मैले घाटको। यहाँ चाहिँ हामी नुहाउनुलाई गएको थियौँ होइन। अनि ड्याडीले पनि भिडियो लिँदै हुनुहुन्थ्यो, मम्मी पनि हुनुहुन्छ होइन। अनि त्यसपछि म छु। त्यसपछि हामी बोटमा चढ्यौँ। बोटमा पनि 1-2वटा पोज त दिनै पऱ्यो। भिडियो फोटोको लागि पोज दिइराखेको थिएँ म। अनि त्यसपछि अझै फोटो लिएँ मैले। यो चाहिँ पिक पोज हो, सबैले लिन्छ। त्यसपछि स्नान गऱ्यौँ। स्नान गरिसकेपछि ढोग्यौँ, सूर्य नमस्कार गऱ्यौँ। त्यसपछि फेरि बोटमा चढेर हामी चाहिँ मन्दिरतर्फ लाग्यौँ। मन्दिर चाहिँ हामी पछाडिपट्टिबाट गयौँ। यहीँ गङ्गा हुँदै पछाडि बोटले उडाल्दियो र गयौँ मन्दिर। अनि त्यसपछि हामी मन्दिरमा फर्केर आरती पनि हेर्न भ्यायौँ। त्यसपछि चाहिँ हामी लास्टमा फर्किने क्रममा यो खायौँ। कसले यो खानेकुरा खानु भएको छ, यसको नाम थाहा छ भने प्लिज डु कमेन्ट। अनि हामी लाग्यौँ यसपछि प्रयागराजतिर फेरि फर्क्यौँ, किनभने भोलिपल्ट महास्नान थियो प्रयागराजमा। त्यही भएर अनि बाटोमा मैले यो बोरोड प्लस र बोरोडको सानो ब्याग देखेँ, कति क्युटै। अनि हामी पुग्यौँ प्रयागराज। हिँड्दै थियौँ हिँड्दै अझै हिँड्दै धेरै हिँड्नुपर्ने रहेछ। त्यहाँ चाहिँ गाडी पाएन भिड भएकोले। त्यसपछि हामी पुग्यौँ। ड्याडी मम्मीले स्नान गर्नुभयो। त्यसपछि मैले पनि गरेँ। स्नान गरिसकेपछि ड्याडी मम्मीले पोज दिनुभयो र मैले फोटो खिचिदिएँ। त्यसपछि बसिरहेको ठाउँमा खिचिदिनु भयो ड्याडीले, मम्मीको पनि खिचिदिनु भयो। अनि फेरि ड्याडी मम्मीले सेल्फी लिनुभयो। त्यसपछि हामीले टिका लगायौँ। यहाँ मैले टिका लगाइरहेको छु। श्रीराम लेखेको छ मेरो निधारमा, कति राम्रो है। अनि ड्याडीहरू फेरि एकचोटि फेरि पस्नुभयो। आनन्द आइरहेको थियो। कति